त्यत्रो ब्याकफ्लिप गरेर स्टर्न गरेर घोडामाथिबाट ब्याकफ्लिप हाने होइन आखिरमा त्यो मतलब झुक्न चाहिँ यही दादाको अगाडि झुक्नलाई त्यो क्याब दिनलाई त्यत्रो देखाउनु पर्ने के जरुरत थियो र क्या हेलो एन्ड वेलकम टु माई च्यानल आई सु रियाक्ट एज माई च्यानल सजेस्ट आई हेभ टु रियाक्ट सो आज चाहिँ हामी जेम्सी एक्स लाउरे पोखरामा भन्ने गीतमा रियाक्ट गर्न जाँदैछु यो चाहिँ टोटली पोखरामा सुट हुँदैछ सो पोखराको एभ्रिथिङ यहाँ डिटेलली होइन अब पोखराको बारेमा देखाएको छ सो लेट्स गेट स्टार्टेड हेलो ए ल ल हुन्छ कोही पोखरा माछा पुछ्रे हिमाल एउटा यो फिल्मको क्या मोटिभेसनल त्यो हुन्छ नि थिम फिल्म ल यार माछा पुछ्रे हिमालमा यो सारङकोटको उसकोबाट खिचेको होला सायद त्यो तर माछा पुछ्रे हिमालमा त छैन त यो त ल यही छैन त ल यार ओ वाट अ भ्यू दामी स्यार रामा साँच्चीकै हो मेरोबाट मलाई नि पोखरा चाहिँ लास्टै घुम्न मन लाग्छ म लाइक 2019मा गएको थियो होला पोखरा कोभिडभन्दा अलिकति अगाडि ठ्याक्कै स्कुलबाट टुरमा गएको तर त्यति बेला यति मजा आएको थियो नि त्यो पोखरा होइन त्यति बेला यो माछा पुछ्रेको हिउँ पनि यति दामी थियो सारङकोटबाट हेर्दाको भ्यू होइन सनराइज हेर्न जाँदा यति रमाइलो भएको थियो नि त्यो यो गीतमा भनेको छ नि सबको घुम्ने रहर साँच्चीकै है पोखरा एकदमै दामी छ क्या सब लेक साइडमा खिचेको छ बागमती अञ्चल अनि लेक साइडको कुरा त नगरौँ कि लेक साइड त झन् बेलुका यति रमाइलो हुन्छ नि यति झिलिमिली हुन्छ नि होइन सो म चाहिँ एकचोटि फेरि जान्छु पोखरा चाहिँ होइन सो लेक साइड चाहिँ यति रमाइलो छ लेक साइड प्लस त्यहाँको वातावरण यति रमाइलो लाग्छ नि मलाई होइन म लाइक 10 क्लासमा गएको थिएँ यति रमाइलो भएन होइन हिमालको भ्यू चाहिँ मलाई दामी लाग्यो क्या त्यति बेला हिमालको भ्यू चाहिँ बवाल छ बल्ल लाउरेको आयो रामा Let's go लाउरेको आयो फेरि ज्वाइँ साप लाउरेको कति पछि मतलब पुरानो स्टाइलको ऱ्याप क्या हुन्छ नि त्यो लाइक लेफ्ट राइट लेफ्ट लेफ्ट राइट लेफ्ट राइट लेफ्ट जुन नेपालीमा पोल्छ नेपमा पिक्छ भन्ने टाइपको भाइब आउँदैछ क्या बल्ल पोखराको मेयर फेरि अब नेक्स्ट पालि अब अर्को चुनावमा अब के लाउरे पोखराको मेयर बन्ने हो क्या अर्को पोखराको मेयरबाट ल बालिनबाट इन्सपायर भएको है क्या विपिन कार्किन छ अर्को रामा
ब्याकफ्लिप त्यत्रो ब्याकफ्लिप गरेर स्टर्न गरेर घोडामाथिबाट ब्याकफ्लिप हाने होइन आखिरमा त्यो मतलब झुक्न चाहिँ यही दादाको अगाडि झुक्नलाई त्यो क्याब दिनलाई त्यत्रो देखाउनु पर्ने के जरुरत थियो र क्या ब्रोबीलाई क्याबको एड ह्याटको एड गीत बबाले छ है तर गीत दामी नै छ अलिकति लाउरेको अगाडि भएको भए चाहिँ अलिकति मजा आउँथ्यो कि सुन्नमा तर लाउरेले पहिले हान्ने त्यो ऱ्याप छ नि जस्तै त्यसको भोइसको मतलब हुन्छ नि त्यो एउटा के अरे त्यो लाउरेको एउटा गीत ऊ गाउँको एउटा सोझो थियो घरमा ऋणको बोझो थियो भन्ने हो त्यो त्यस्तै भोइसमा के अब हुन्छ नि अहिले त लाउरेको अस्ति गीत आएको के अरे त्यो कस्तो अर्कै त्यो मतलब कविता नेपालीसँग खेलेकोमा त्यो अलि कस्तो त्यस्तो खासै थिएन कि प्राइम लाउरेको गीतहरू हुन्छ नि जस्तै त्यो अब के अरे त्यही हो ऊ गाउँको एउटा सोझो थियो भनेर अनि लेफ्ट राइट लेफ्ट अनि अर्को जुन ठाउँमा जन्मे त्यही ठाउँमा हुर्केवालाको त्यो त्यस्तै बिटमा आएको छ अनि टकिङ अबाउट पोखरा प्लेस होइन पोखरा चाहिँ एकदमै दामी छ क्या मलाई चाहिँ एकदमै दामी लाग्यो त्यो त्यहाँको होइन बेगनास तालदेखि सारङकोट त वाउ होइन त्यो अनि त्यसपछि अहिले हिमाल चाहिँ हिउँ चाहिँ त्यति छैन रहेछ हिउँ चाहिँ त्यति छैन होइन कस्तो नरमाइलो लागेको भने चाहिँ सबै देख्दा रमाइलो लाग्यो तर त्यो मतलब माछा पुछ्रेको हिउँै छैन क्या हिमालमा हिउँै छैन क्या ढुङ्गामा त यति हिउँ छ क्या यति त्यो देख्दा चाहिँ अलि नरमाइलो लाग्यो होइन लाइक ग्लोबल वार्मिङकै कारण हुनसक्छ सो अरू ओभरअल मलाई दामी नै लाग्यो है दामी नै छ एकदमै दामी छ तर अलिकति दुई लाइन मात्रै भयो क्या मतलब एउटा जेम्सीको अगाडि भयो जेम्सीको सकेपछि फेरि लाउरेको ठ्याक्क आइहाल्यो अनि बिचमा त्यो पोखरामा भन्ने राइम्स त्यत्तिकै भयो तर अलिकति दुई हाने भएपछि बवाल हुन्थ्यो तर केही छैन लाउरे दाइको फेरि पहिलाको जस्तो प्राइमको जस्तै गीत ऱ्याप हुन्छ नि त्यो देख्यो होइन खुसी लाग्यो सो द्याट्स अल फर टुडे थ्याङ्क्स फर वाचिङ प्लिज सब्सक्राइब फर मोर